पनि त ल तिमीले पनि ट्राई गर्ने तपाईँ फर्स्ट कोटिङ गर्ने एकछिन अनि त्यो उसलाई पनि दिने केटाहरू भन्छ यता है पेपर के भयो अरे सिधा हुन्छ त्यस्तै गर्ने हामी त्यो त उयो गरिदिँदैन फेरि पिछे राख्छु त्यहाँबाट निकालेर अनि मलाई मजाले टिप गर्नु पट पनि गर्नु पानी सक्यो फोल्ड गर्ने र उनीहरू दिन जति लगाएर हुन्छ हाल्यो जति हाल्दा पनि हुन्छ कि अहिले जस्ट हामीले यो पेपरलाई मात्रै मेल्ट गरेको यस्तो गरेँ कि यसरी बिस्तारै यहाँबाट पेपरलाई मजाले बिजाउने हो क्या यसरी हाम्रो यता यो बन्दैछ त्यो बन्दैसँग यता अगाडि पेपरलाई मजाले सबै साइडमा भिज्नु पर्यो है यता त्यही हाल्यो कफी खाएर जाने अन्त दामी मगाउँछु भयो अब त्यो पढ्दा एक्सपिरियन्स गर्दैन त्यो लगाउँदैछ चिसो हुन्छ त्यो भयो तपाईँको यति बेली नै त्यो त्यति बेलामा राख्नु है पानी में सब सकिदिनु अनि यता आएर गर्ने र पानी भरेर ल्याउने हामी पानी भर्ने त्यसमै खाता हुन्छ कति भयो तपाईँले जति गर्छ मेसिनमाथि रक्नु कपडा ल आउनुहोस् त अब यो हाल्नु त कफी पाउडर चाहिँ हाल्नु ल हामीले एमएल चाहिँ यहाँनिर हेर्नु त यो ग्राम यहाँ चाहिँ यसरी मुडमा लाने त्यसै हामीलाई एमएल चाहिएको छ भने वाटरको लागि हामीले यसरी एमएलमा लानु पऱ्यो अनि हामीले अब हामीलाई कफी ग्राम चाहिएको छ भने यहाँनिर 1 ग्राममा सेभ भयो भने त अब हामी कति ग्राममा हाल्यो हामीले 15, 20, 30 जति ग्राम पनि एड गर्न मिल्यो है अब आज हामी केमा ट्राई गर्दैछौँ त 20 ग्राममा एड गर्दैछौँ है यो एड गर्नु एड गरेर
18 भयो, अलिकति पुगेन है, 2 ग्राम पुगेन। यो पानी पोर गर्दाखेरि कहाँबाट स्टार्ट गर्ने भन्दाखेरि चाहिँ सेन्टरबाट गर्नु पऱ्यो है, बिचबाट। तिम्रो चाहिँ तर सबैतिर चाहिँ हाम्रो कफी पाउडर चाहिँ भिज्नु चाहिँ पर्छ है, तर गर्ने भन्दाखेरि वालमा चाहिँ नभए सुरुमा चाहिँ सेन्टरबाटै गर्नु पऱ्यो है। धेर भयो भने चाहिँ झिक्न निकाल्दा हुन्छ। हाम्रो 21 भयो, स्पुन लिएर आउँछ सबै निकाल्दा हुन्छ। फास्ट गर्नु। यति बढेको छ। अब के गर्ने भन्दाखेरि हट वाटर चाहिँ यहाँबाट दिने र के गर्ने चाहिँ यसरी यहाँबाट बिस्तारै पोर गर्दाखेरि हामी है बिचबाट मजाले यसरी पोर गर्ने, बिस्तारै गर्नु पर्यो है, बिस्तारै सेन्टरबाट पोर गर्ने। र 3 जनाले पालो भिडियो गर्नु मिटिङ गर्ने। कति सरी पानी खोइ भइहालेको, पानी फाल्नुपर्छ। सरी त्यस्तै भयो चाहिँ फालेर पानी पानी फालेको पानी खाने खालि बिर्सिन्छ। ल अब हाल्नु है, एकछिन टाइम पनि सेट गर्नुपर्छ ल। ल 200 ml जति पानी हालेर यति हाल्यो त बिर्स पर्नु। तिमीले हल्का हाल अनि उसलाई दियो सेन्टरबाट हाल न। ओके ओके 3 ट्राई गर। मुनि पनि हेरेर जाऊ ल, 140 भएको छ। 200 अन्त बिस्तारै गर्नु है सेन्टरबाट। हामीले 20 ग्राम हालेको छौँ नि, हामीले 200 वाटर 300 ml हाल्नु पऱ्यो है। वाटर 300 350 कति भयो? 20 भयो। पोर त्यहाँनिर टाइम पनि लाग्छ नि त। अब यसरी टाइम स्टार्ट गरिदिने है, टाइम स्टार्ट गरिदिने। कति टाइम भनेको थिएँ मैले? 40 to 40 सेकेन्ड वेट गर्ने। त्यसपछि नेक्स्ट पोर गर्दा भयो। जो फ्लो छ नि, यो फ्लोबाट चाहिँ हाम्रो टाइमिङ चाहिँ हाम्रो 3 मिनटमा बनिसक्नु पऱ्यो है कफी। इफ 3 मिनटमा बन्छ भने चाहिँ हाम्रो चाहिँ यो चाहिँ V60 चाहिँ ठिक छ यसको टाइमर भन्नु मेरो। अनि फास्ट भएको छ भने त्यहाँ चेन्ज गर्नु पऱ्यो, स्लो भएको छ त्यहाँ। कफीको यो ग्रेन साइजले गर्दा चाहिँ यसमा इफेक्ट गर्ने हो है। पोर गर्ने 56 सेकेन्ड होइन त? तपाईँ पोर गर्नुभयो अघि तपाईँको गर्ने 300 पुग्न लाग्यो। जस्ट अब हामीले हेर्नु पऱ्यो है कति मिनटमा चाहिँ हाम्रो स्टप हुन्छ त। त्यहाँ टाइम स्टार्ट भएको छ, कति मिनटसम्म चाहिँ हाम्रो स्टप हुन्छ त्यो कुरालाई चाहिँ हामीले नोटिस गर्नु
मस्त हुन्छ कसैको। अनि अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ एउटा कपमा हालेर त्यसमै के गर्छौँ त यो चाहिँ हामी कुन कफी भयो भने चाहिँ जुन अहिले हामी कपमा हामीले सर्भ गर्छौँ कफी अब हामी जुन पनि युज गर्न मिल्यो यसमा हाल्यो भने चाहिँ सर्भ गऱ्यो भने सिम्पली 360 भयो है। अब रेड आई भन्नुको लागि चाहिँ के गर्ने 360लाई बनाउने कपमा त्यहाँ जाने मेसिनमा एक्सप्रेसो लोड गर्ने त्यसमा मिक्स गरिदिने रेडी भयो बुझ्नुभयो नि। त्यसरी नै बनाउनु 3टे कफी चाहिँ त्यसरी बनाउँछ तर हामी सबै ट्राई गर्दैनौँ। जस्ट आज हामी के गर्छौँ त रेड आई ट्राई गर्छौँ है। रेड आई मात्रै गर्ने अनि जस्ट अब ब्ल्याक आई भनेको डबल सर्ट झारिदिने हो V60मा तपाईँको रेड आई भनेको ट्रिपल सर्ट झार्ने त्यति नै हो है प्रोसेसहरू चाहिँ।